नेपालमा पहिलो पटक भलिउड सिटी पोखरामा प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब लिग आयोजना हुने भएको छ। नेपाल भलिबल सङ्घको आयोजनामा 9औं संस्करणको एनभिए क्लब लिग यही जेठ 8 गतेदेखि 15 गतेसम्म पोखरा रङ्गशाला स्थित बहुउद्देश्य कबड हलमा सञ्चालन हुने भएको हो। यसअघि त्रिपुरेश्वर स्थित हलमा 8औं संस्करण सम्पन्न भइसकेको उक्त प्रतियोगिता यसपटक पहिलो पाली राजधानी बाहिर आयोजना हुन लागेको हो। नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्र बहादुर चन्दले पोखरामा आयोजित पत्रकार सम्मेलनमा यसको जानकारी गराएका हुन्। अध्यक्ष चन्दले भने, पोखरा देशकै ठूलो सहर मात्रै होइन, कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्ने पूर्ण क्षमता बोकेको सहर हो। भलिउड सिटीको रूपमा परिचित पोखरा भलिबल प्रेमीहरूका लागि प्रिय भूमि हो। यस प्रतियोगिता सफल बनाउन म सबैसँग आग्रह गर्दछु। अध्यक्ष चन्दले सङ्घले अब एनभिए क्लब लिग मात्र नभई काबा च्याम्पियनसिप पनि पोखरामै आयोजना गर्ने तयारी गरिरहेको जानकारी गराउँदै त्यसका लागि धेरै दिन कुर्नु नपर्ने बताए। हामीले पोखरामा चाहिँ यत्रो चाहिँ कबड हल बनाइसकेपछि यसको चाहिँ प्रयोगमा पनि आउनुपर्छ भन्ने हिसाबले गर्दाखेरि सदस्यज्यूसँग कुरा गरेर आएर यो चाहिँ मलाई थाहा भएअनुसार 1300 लक्सको लागि चाहिँ तपाईँको चाहिँ इन्डोर हलमा फिट भएको छ भनेदेखिमा इन्टरनेसनली यो चाहिँ हलमा लाइट सफिसियन्ट भएको छ। सिटिङ क्यापेसिटी काठमाडौँभन्दा राम्रो छ, तपाईँको चाहिँ स्पेसियस छ, तपाईँको चाहिँ भेन्टिलेसनको दृष्टिकोणले पनि हल धेरै राम्रो छ। यो चाहिँ तपाईँको चाहिँ अब जर्फ्लो कोड हो हाम्रो, जुन चाहिँ काठमाडौँमा प्रयोग हुने कोड छ, त्यही कोड हामीले यहाँ प्रयोग गरेका छौँ। अनि तल मार्केटिङले पनि नमिलेको ठाउँमा चाहिँ परिसरले नै चेन्ज गरिदिएको छ र मैले थाहा पाएअनुसार करिब 8-10 लाख रुपियाँ चाहिँ अहिले यही टुर्नामेन्टको लागि परिसरले इन्भेस्टमेन्ट गरिदिएको छ। यो एउटा ठुलो चाहिँ डेभलपमेन्ट हो इन्फ्रास्ट्रक्चरको दृष्टिकोणले पोखराको लागि र यो हलको लागि। अर्को कुरो, परिसरले यो लिग पहिला चाहिँ नेपाल भलिबल सङ्घले एनबिए लिग भनेर मात्र सञ्चालन गर्थ्यो। पछि चाहिँ प्राइम मिनिस्टरको नाममा जुन बजेट छुट्याएको छ त्यो बजेटलाई योसँग मर्ज गरेर हामीले चाहिँ प्रधानमन्त्रीको नाम एनबिए के अरे प्राइम मिनिस्टरको एनबिए लिग भनेर चाहिँ यसलाई चाहिँ जोडेका छौँ र यसले गर्दाखेरि के फाइदा भएको छ भन्दाखेरि नम्बर 1 कुरो चाहिँ प्रधानमन्त्री कपको चाहिँ एउटा अर्गनाइजेसन पोइन्ट अफ भ्यू यसको चाहिँ गरिमा बढाएको छ। सँगै चाहिँ राम्रो तरिकाले यसले म्यानेजमेन्ट गरिरहेछ। यो कुराहरूलाई म यहाँ जानकारी गराउन चाहन्छु। र हामीलाई के फाइदा भएको छ भनेदेखि यो जब लिग हामीले प्रोफेसनल लिग, सेमी प्रोफेसनल लिग भनेर स्टार्ट गऱ्यौँ, तपाईँहरूले देखिराख्नु भएको छ कि यसमा प्रदेशले लगानी गरिरहेछ, क्लबले लगानी गरिरहेछ, केन्द्रले लगानी गरिरहेछ, सरकारले लगानी गरिरहेछ र यसको स्टेक होल्डर सबैले लगानी गरिदिएको हुनाले एउटा टिममा चाहिँ 3 जना विदेशी खेलाडी राख्ने हुँदाखेरि राम्रो चाहिँ अन्तर्राष्ट्रिय स्तरमा राम्रो अनुभवी एक्सपिरियन्स प्लेयरहरू चाहिँ यहाँ खेलिरहेछ र जुन कुरा चाहिँ हाम्रो नेपाली प्लेयरले उहाँहरूसँग आफ्नो एक्सपिरियन्स बाँड्दाखेरि नेपालले जुन विगतमा ल्याएको चाहिँ उपलब्धिहरू छ, एकै वर्षमा लास्ट इयर तपाईँले देख्नु भएको छ कि 7वटा चाहिँ नेपालले मेडल ल्याएको छ। काबाको चाहिँ टुर्नामेन्ट्समा 7वटा चाहिँ गोल्ड मेडल, सिल्भर मेडल, ब्रोन्ज मेडल गरेर 7वटा चाहिँ हामीले पदक प्राप्त गऱ्यौँ। नेपाल भलिबलसँग आज चाहिँ काबाबाट चाहिँ एउटा आउटस्ट्यान्डिङ फेडरेसन भनेर चाहिँ अवार्ड जितेको छ र म एज एन इन्डिभिजुअल काबाको भाइस प्रेसिडेन्ट मलाई पनि चाहिँ उहाँहरूले सम्मान गर्नुभएको छ र त्यसै प्रकारले चाहिँ हाम्रो चाहिँ तर आए पनि जुन हाम्रो लोकल स्टेक्स होल्डर छन् उहाँहरूले सबै कुराहरूमा चाहिँ सहयोग गरिदिनु भएको छ र मलाई के लाग्छ भने एज अ प्रेसिडेन्ट अफ एनबिए एभ्रिथिङ ह्यापनिङ लाइक इन काठमाडौँ कि जुन कुराहरू स्पोन्टेनियसली सबै कुराहरू भइरहेछ र यसले गर्दाखेरि सबैभन्दा राम्रो कुरा के भयो भन्दाखेरिमा नेपाल भलिबल सङ्घले आज चाहिँ नेसनल लिग गर्दैछ। इन फ्युचर इन कमिङ डेज यो जुन कबडहरूको आज चाहिँ तपाईँको चाहिँ एउटा सोफिस्टिकेटेड कबड हल भन्यो, सिटहरू राम्रो छ, भेन्टिलेसन राम्रो छ, मार्केटिङ पनि राम्रो छ, लाइटहरू पनि यसमा फिट भएपछि पछाडि मलाई लाग्छ अब काबाको गेम पनि पोखरा हुनसक्छ। एउटा ठुलो पोखराले मार्छ अन्तर्राष्ट्रिय रूपमा पनि। यो चाहिँ हामी सबैको लागि खुसीको कुरा। गत वर्ष 725 प्रतियोगिताहरू भयो, जिल्लादेखि लिएर स्थानीय निकायदेखि लिएर केन्द्रसम्म 725वटा प्रतियोगिता भयो भनेदेखि नेपालमा यो कति लोकप्रिय खेल छ। यो कुराहरू पनि यहाँ मलाई प्रश्न पार्न चाहन्छु साथीहरूलाई। र एउटै खालको कुरो चाहिँ के हो भन्दाखेरिमा हर ठाउँमा हर व्यक्ति भलिबलमा इन्ट्रेस्ट राख्छ, तर हाम्रो स्थानीयदेखि लिएर केन्द्रसम्म चाहिँ अहिले नेपालको भलिबलसँग एउटा अन्तर्राष्ट्रिय स्तरको जुन हुनुपर्ने हल हो त्यो हल चाहिँ हाम्रो हुन सकेको छैन। नेपाल भलिबल सङ्घ चाहिँ विगत म महासचिव भएको 10 वर्ष हुनुहोस्, अहिले अध्यक्ष भएको 2 वर्ष भयो र हामी चाहिँ 2073-74 सालदेखि नै राष्ट्रिय खेल भइसकेपछि कबड हल निर्माण गर्नु पर्यो भनेर सरकारसँग आग्रह गरिरहेछौँ, जग्गा प्राप्तिको लागि कोसिस गरिरहेछौँ। त्यो हुन सकेको छैन। तर मलाई लाग्छ यो आर्थिक
वर्ष जुन सुरु भइरहेछ यो चाहिँ नयाँ आर्थिक वर्ष सरकारले पनि बजेट ल्याउँदैछ र मलाई लाग्छ नेपाल भलिबल सङ्घले नेपाल सरकारबाट कुनै ठाउँमा जग्गा प्राप्त गरेर एउटा अन्तर्राष्ट्रियको कवडको हामी थाल्न गर्ने चाहिँ एउटा प्रयास गरिरहेका छौँ। त्यही क्रममा मैले यहाँलाई के जोड्न खोजेको भनेदेखिमा यो पोखराको जुन बहुउद्देश्य कवडहरू छ त्यो कवडहरूमा अहिलेसम्म चाहिँ यो चाहिँ राष्ट्रिय स्तरका प्रतियोगिताहरू अथवा यस किसिमका लिगहरू चाहिँ सञ्चालन भएको थिएन। तर हामीलाई जब आवश्यकता पर्छ, अघि साथीहरूले सोध्नुभयो काठमाडौँ यस्तो भएको थियो त्यसैले भएको हो कि भन्ने खालको कुरा गर्दाखेरि झुटा बोल्नुपर्ने अवस्था केही पनि छैन। यदि सोफिस्टिकेट हिसाबले गर्दाखेरि खर्चको हिसाबले गर्दाखेरि नेपाल भलिबल सङ्घ भनेको तपाईँको चाहिँ आर्थिक हिसाबले गर्दा सम्पन्न समय हामी दुःख सुख गरेर आफ्ना चाहिँ साथीभाइहरूसँग भलिबलका फ्यान्सहरूसँग सरकारसँग र हाम्रा चाहिँ यस किसिमका स्टक होल्डरसँग चाहिँ सहयोग लिएर कार्यक्रम गरिरहेको र काठमाडौँको कवड हल अघि साथीले भन्नुभयो त्यो भएर यहाँ आएको होइन, त्यो पनि एउटा रिजन हो। तर त्यो मात्रै रिजन होइन। हामीले राष्ट्रिय खेलकुद परिषदसँग पोखरा चाहिँ एउटा भलिबलको चाहिँ राम्रो चाहिँ सेन्टर भएको हुनाले, भलिबलको चाहिँ एउटा राम्रो चाहिँ ठाउँ भएको हुनाले र भलिबलका फ्यान्सहरू चाहिँ त्यहाँ अत्यधिक भएको हुनाले यो कवडहरूलाई चाहिँ तपाईँहरूले चाहिँ बनाइदिनु पऱ्यो, लाइट फिट गरिदिनु पऱ्यो, यसको मार्केटिङहरू चेन्ज गर्नु पर्दैन भनेर पहिलेदेखि परिषदसँग अनुरोध गरेका थियौँ। तर अहिले समय जुर्यो र म तपाईँलाई के भन्न चाहन्छु भनेदेखि अझ यो कवडहरूको स्तर उन्नति हुँदै गएको खण्डमा नेपाल भलिबल सङ्घले मैले यो गफ दिएको होइन कि आउँदो दिनहरूमा नेपाल भलिबल सङ्घले काबाको अफिसियल टुर्नामेन्ट आयोजना गर्छ। तपाईँहरूलाई म चाहिँ यो एउटा प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु र नेपालको भलिबल राष्ट्रिय खेल बनाउने पत्रकारहरूको ठुलो हात थियो र आज यो प्रतियोगिता चाहिँ यहाँ चाहिँ यत्रो पत्रकारहरू बाक्लो उपस्थित छ। तर यो प्रतियोगिता पहिलोपटक यहाँ मन्डलीमा भइरहेछ, पोखरा भइरहेछ, हामी भलिउड सिटी भनिरहेको छ। र तपाईँहरूले यो यसको प्रचार प्रसार राम्रोसँग गरिदिनुहोस्, दर्शकहरूलाई चाहिँ जानकारी गराइदिनुहोस् कि यो ठुलो प्रतियोगिताको चाहिँ पोखरा भइरहेछ भनेर। र यसले गर्दाखेरि आउँदो दिनहरूमा चाहिँ मैले अघि नै भनिसकेँ ठुल्ठुला प्रतियोगिताहरू नेपाल भलिबल सङ्घले कास्कीमा आयोजना गर्छ। यति ठुला प्रतियोगिता पोखरामा आयोजना गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै यहाँका विभिन्न सरकारवाला निकायहरूले देखाएको सक्रियता र सहयोगप्रति आभार व्यक्त गरेका छन्। प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, हेल्प नेपाल स्पोर्ट्स क्लब र कोशी प्रदेश गरी कुल 8 टोली रहेका छन् भने महिलातर्फ नेपाल आर्मी, नेपाल पुलिस, एपीएफ क्लब, न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब र कर्णाली प्रदेश गरी 6 टोली सहभागी हुनेछन्। प्रतियोगितामा पुरुष तथा महिला दुवै समूहका विजेता टिमहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ। दुवै तर्फका उपाधि विजेताहरूले जनही नगद रु 8-8 लाख, उपविजेताले समान 4-4 लाख, तृतीय हुनेलाई समान नगद 2-2 लाख, सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद 50-50 हजार र विधागत उत्कृष्ट खेलाडीहरूले जनही नगद 25-25 हजार प्राप्त गर्नेछन्। करिब पुरस्कार राशिमा 32 लाख खर्च हुने, प्रतियोगिता सम्पन्न गर्न 90 लाख खर्च हुने आयोजकले अनुमान गरेको छ। सम्पन्न पत्रकार सम्मेलनमा सङ्घका उपाध्यक्ष एम बहादुर गुरुङ, पूर्व सचिव डीबी नेपाली लगायतले आफ्ना भनाई राखेका थिए। नेपाल भलिबल सङ्घको नीतिहरू भलिबल खेललाई व्यवसायीकरण र युवा पिँढीहरूलाई यस खेलप्रति अति आकर्षित भएको यहाँहरूलाई अवगत नै छ। सङ्घको नीतिहरू नगद पुरस्कार वृद्धि गर्दै जाने क्रममा र खेल स्तरमा सुधार ल्याउने सहभागी टिमहरूले आफ्नो टिममा 3 जना विदेशी खेलाडीहरू राख्न प्रावधान गरेको छ। तसर्थ यस टिममा महिला एवं पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय स्तरका जन्ने टिमहरूलाई क्रमशः नगद 8 लाख, द्वितीयलाई 4 लाख, तृतीयलाई 2 लाख प्राप्त गर्ने छन्। त्यस्तै सर्वोत्कृष्ट खेलाडीले नगद 50 हजार दुवैतर्फ प्राप्त गर्ने छन् भने उत्कृष्ट लिब्रो, सर्भर, ब्लगर, सेटर, स्पाइकर र टिम प्रशिक्षकले जनाहरू 25-25 हजार प्राप्त गर्नेछन्। सङ्घले गण्डकी प्रदेशको राजधानी पोखरामा भलिबल खेलको लोकप्रिय भलिबल खेल प्रेमीहरूको माया र सद्भाव एवं खेल प्रतियोगिताबाट पनि यस खेललाई प्रयोग काशी जिल्ला प्रदेशित बहुद्देश्यीय प्रोग्राममा आयोजन गर्ने जमर्को गरेका छौँ। यस प्रतियोगिता सम्पन्न गर्न 90 लाख खर्च हुने अनुमान गरिएको छ, जसमा पुरस्कार मात्र
32 लाख रहेको यहाँको समस्या जानकारी गराउँछौँ। नेपाल भलिबल खेलको अहिलेसम्मकै सबैभन्दा ठुलो धनराशिको पुरस्कारको सङ्घले सुरुवात गरिसकेको छ। साथै यस प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नको लागि राष्ट्रिय खेल परिषद, शिवम शिविर, राष्ट्रिय वाणिज्य ब्याङ्क, केएलबी नेपाल, कृषि विकास ब्याङ्क, ग्लोबल फार्मास्युटिकल्स, प्राणी डेभलपमेन्ट भने मिडिया पार्टनरको रूपमा हाम्रो खेलकुद रकम मेडिकल पार्टनर मात्र मेमोरियल हस्पिटल नागपुरको पोखरा र एन्टरटेनमेन्ट पार्टनरको रूपमा मुरलीको साथ रहेको छ।